एभ्रिवान नमस्ते स्वागत छ हजुरलाई मेरो न्यू भिडियोमा। आज म अफ्रिकाने खाना लिएर आएको छु। यो मैले पनि खाएको छैन, फर्स्ट टाइम ट्राई गर्न लागेको। यो हो मेरून कलर, यो ऑरेंज कलर, यो व्हाइट कलर, यो लाइट ब्राउन र मसित सलाद पनि छ र यो चिकन करी हो। चिकन करीमा भेन्डी पनि मिसाएको छ। म चाहिँ फर्स्ट टाइम ट्राई गर्न लागेको, कस्तो हुन्छ मलाई पनि थाहा छैन। म भन्छु है, म चाहिँ धेरै बोल्न आउँदैन, खाना मात्रै आउँछ के। फर्स्ट टाइम ट्राई गर्न लागेको। यो कलरको चाहिँ बीटरूट, कासाबा र काँचो बनाना मिसाएर बनाएको है। यो अलग अलग फ्लेभरको हो है। कति मिठो भएको, मिठो हुँदैछ। म चाहिँ कस्तो हुन्छ भन्ने भएको थियो। कुन फ्लेभरको मिठो हुन्छ म हजुरलाई भन्छु है। कति थोथोरै ल्याएको भनेर कमेन्ट नगर्नु है, किनभने म पनि फर्स्ट टाइम पनि ट्राई गरेको, किन फ्याल्ने फेरि भनेर थोथोरै लिएर आएको के। त्यही भएर बरु मिठो लाग्यो पछि खानु हुन्छ नि हैन। अहिले धेरै लिएर आएर र सबैजनालाई ह्यापी होली पनि भन्छु है। ह्यापी होली चाहिँ भन्नै बिर्सेछु। सबैजनालाई ह्यापी होली। आज चाहिँ म के हो नि, यो कलरको किन लिएर आएको भने होली चल्दैछ नि, त्यही भएर होलीको अब सबै हजुरहरुसित होली खेल्न नपाए पनि भिडियोमा होलीको कस्तो थरी कलरको मुखबाम लिएर आऊँ भनेर म चाहिँ यो लिएर आएको है, अफ्रिकाने खाना। मिठो। मैले चाहिँ यो सबै घरमै बनाएको है, युट्युब हेरी बनाएको। यो चाहिँ काँचो बनानाको है, यो ऑरेंज कलरको चाहिँ। यसको अलिकति टेस्ट अर्कै हुँदो रहेछ। तर मिठो। साह्रै मिठो। मिठो। यो चाहिँ कासाबा र काँचो बनानाको है। कासाबा भनेको के हो भनेर सोध्नुहुन्छ होला, किनभने कतिपयलाई थाहा हुन्न नि त। कासाबा भनेको चाहिँ नेपालीमा चाहिँ सिमल तरुल भन्दो रहेछ के। यहाँ चाहिँ कासाबा भन्दो रहेछ। गुल्ली हुँदो रहेछ यो त, तर मिठो। मिठो बनाउन पनि सजिलो छ। म चाहिँ पानी नखाइकन खानै सक्दिनँ, पानी चाहिँ खानै पर्छ है मलाई चाहिँ। आज कति बोलेको भन्नुहुन्छ होला।
लास्ट यो चाहिँ स्वीट पोटैटो सरखण्डाको यो त अलिक खसरो खसरो हो त मिठो हुन्छ कि हुन्न गुलियो गुलियो हुन्छ मिठो हुँदो रहेछ गुलियो गुलियो मेरो बाबुले खाने जस्तै रहेछ हलुवा जस्तो हजुरहरूलाई चाहिँ यो फुपूको रेसिपी चाहियो भने मलाई कमेन्ट गर्नु होला है म रेसिपी पनि देखाउँछु भोलि लटपटेको मेरो चाहिँ सकिसक्यो यहाँ राख्नु पर्यो लुच्क्यो के सुल्क्यो धेरै खान नसकिँदो रहेछ भेन्डी हाल्थ्यो क्या भेन्डी अलिक कम परेछ क्या करिम म चाहिँ यो खाँदिनँ मलाई पेट भर्यो र मलाई चाहिँ फुपू कन्सा कलरको मन पर्यो भने सबैभन्दा मिठो चाहिँ मलाई चाहिँ के अरे कलेजी कलरको मन पर्यो है सबैभन्दा मिठो चाहिँ अनि त्यसपछि सेकेन्डमा चाहिँ कासावाको र बनानाको मन पर्यो लास्टमा चाहिँ सरखण्डाको चाहिँ अलि गुलियो हुँदो रहेछ बच्चाले खाने जस्तो हुँदो रहेछ मिठो त मिठै छ तर अलि बच्चाले खाने जस्तो हुँदो रहेछ र फेरि पनि म भन्छु कि हजुर सबैलाई ह्याप्पी होली होली राम्रोसित मनाउनु होला
यति भन्दै म चाहिँ भिडियो यहीँ एन्ड गर्न चाहन्छु। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, मन पर्यो भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। हस्त बाई।